हेलो साथीहरू, तपाईँहरूलाई मेरो यो दोस्रो भ्लगमा स्वागत छ। आज चाहिँ मेरो के कस्तो हुन्छ होइन भिडियोहरू तपाईँहरूलाई म देखाउँदैछु। पुण्डे चाहिँ सुतिरहेको छ। नयाँ वर्षको दिन नै यसरी सुत्न थाल्यो भने यो कसरी अरू बेला पनि त यसरी नै सुत्छ यो। त्यही भएर यसलाई चाहिँ आज नयाँ वर्षको दिन नसुतोस् यसरी भनेको। अब यसको बानी लाग्ने भयो। पुण्डे ए पुण्डे कस्तो निलाइरहेको छ यो। कति बेला उठ्छ अनि खाना खान्छ। यसको यस्तै हो यो। राख्नु भएको छ त के भयो के भयो के सुतिराख्नु भएको छ त? सुते निन्दा लाग्यो सुते टिभी पनि चल्दैन के आँडेर पाँडेछ के भयो टिभी के बनाइस् सुत्छु निन्दा लाग्यो। आज नयाँ वर्ष हो त। नयाँ वर्ष हो सुत्ने नयाँ वर्ष सुत्ने निन्दा लाग्यो। नयाँ वर्षको दिन सुत भने फेरि सधैँ सुतिराखिन्छ। बनाइन हो त। अरू कुन कुन किताब पढ्नुभयो तपाईँले भनिदिनु त। यहाँ कुन कुन किताब पढ्नुभयो तपाईँले? अरू कुनै पनि पढेको छुइनँ। ए भरे पढ्नुपर्छ। कति पेज पढ्नुभयो हिजो? हिजो 12 होला। 12 पेज। ए यो चाहिँ यसको नाम के भन्छ थाहा छैन मलाई चाहिँ। यो मैले एउटा प्लान्ट कोठामा लगाएको छु होइन। मलाई चाहिँ कस्तो राम्रो देखिएको छ कोठाको ब्युटी होइन। यसले यसलाई पनि राम्रो गर्छ अरे। चलिरहेको छ साथीहरू। आज शीतल छ मौसम, घाम पनि लागिरहेको छ अलिअलि, तर मौसम त्यस्तो गर्मी छैन आज। हुन्छ भोलिदेखि मर्निङ वाक जानुपर्छ। किन किन भन्नु न? अल्छी लाग्छ? खुट्टा दुख्छ क्या, हिँड्न सक्दिनँ। बिहान कति बजे उठ्नुहुन्छ? बिहान कति बजे उठ्नुहुन्छ? बिहान 6-5 भएको छ। 8 बज्दैन? 8 कहाँ 8 भयो त? बिहान 6 बजे उठ। मोबाइल हेरिन साला। भोलिदेखि अब 4 बजे उठ्नु। 4 बजे उठेर यहाँ गाउँमा त कोही उठ्दैन त। साथीहरू म चाहिँ यो हेर्छु है कार्टुन, तपाईँहरूलाई कतिको मनपर्छ होइन। मलाई चाहिँ कस्तो मनपर्छ जङ्गल बुक। यो लाइन पनि गइरहन्छ। बालेन सरकार यो लाइनलाई पनि उ गर्नु भन्नु पर्यो। के भन्नुहुन्छ? लाइन छिनछिनमा जान्छ। अनि बालेन सरकारले गर्ने हो त, लाइन बनाउने हो होइन? उसले भन्छ नि त। के भन्छन्? नकाट्नु भन्छ उसले। कसलाई? बिजुलीवालालाई। ए अनि प्रधानमन्त्रीले कहीँ बिजुलीवालालाई भन्छन् त? अनि प्रधानमन्त्रीले भन्छ नि अब बिजुली नकाट्नु भन्छ। प्रधानमन्त्रीको काम अनि लाइन कहाँ गयो के गयो भनेर हेर्ने हो त? अनि लाइन चाहिँ हेर्नु पर्दैन। उसले भन्नु पर्यो नि त। के भन्नु पर्यो? लाइन नकाट्नु। अनि बिजुलीलाई जाँदा प्रधानमन्त्रीले भन्छ। कमिलाको ताती हेर्नु है। कमिलाको ताती भनेको यो कमिलाहरूले चाहिँ बाटो बनाउँदैछ अथवा अन्डा ओसार्दैछ। कहाँबाट निस्कियो यिनीहरू? अन्डा चाहिँ लिएर हिँड्दैछ। हेर्नु न यहाँ कत्रो ताती छ क्या यहाँनिर कमिलाको। यहाँ हेर्नु है पानीमा कस्तो आनन्द आउँदो रहेछ। चिसो यहाँ पानी बगिरहेको छ खुट्टामा। वाटर थेरापी भन्नु कि के भन्नु यसलाई। कस्तो चिसो पानी रहेछ क्या यो खोलाको पानी नि, यस्तो चिसो छ। हेलो साथीहरू, म चाहिँ फेरि मेरो दोस्रो भ्लग लिएर आइसकेको छु। अस्तिकै ठाउँमा आएको छु घुम्नको लागि। त्यस्तो विशेष छैन। नयाँ वर्ष कस्तो भयो तपाईँहरूको? नयाँ वर्षको धेरै धेरै शुभकामना तपाईँहरू सबैलाई।
घुम्न पनि कता कता जानुभयो होला। म चाहिँ अब आज त्यस्तो खासै घुम्न गइनँ, यतै घर गाउँ वरिपरि मात्र गएँ। तपाईँहरू सबैलाई धेरै धेरै नयाँ वर्षको शुभकामना छ होइन। उन्नति होस्, प्रगति होस्, सुस्वास्थ्य रहनुहोस्, सोचेको पुरा होस्। र मलाई चाहिँ घुम्नको लागि अरू ठाउँभन्दा पनि यस्तै खोलानाला वन जङ्गलहरू वरिपरि भयो भने मलाई चाहिँ रमाइलो लाग्छ। एकान्त ठाउँमा बस्दाखेरि आफूलाई जान्ने चिन्ने मौका पाइन्छ, बुझ्न सकिन्छ। त्यही भएर म चाहिँ 1 दिन 2-3 दिन भइसक्यो यो ठाउँमा आएको। अब 3 दिनदेखि उता चाहिँ अब अरूतिर नै जानु पर्ला घुम्न भन्ने सोच्दैछु। टाइम चाहिँ यही हो, बेलुकातिर यसो फुर्सद भएको बेला मिलाएर आउने हो। कुनै बेला भ्याइनँ भने नआउने हो, भ्याउँदाखेरि घुम्न आउने हो। अलिअलि शरीर फिट पनि हुन्छ, हिँड्दाखेरि आफ्नो कसरत पनि हुन्छ, आफूलाई यसो खुल्ला रूपमा यसो आफूले एकान्तमा बस्न पनि मिल्छ। चराचुरुङ्गीको वरिपरि आवाजहरू सुन्न मिल्छ। शान्त वातावरणमा हावा चलिरहेको छ, घाम पनि डुब्न लागेको छ। यही हो। तपाईँहरूको के कस्तो छ दिनचर्याहरू कमेन्टमा भन्नु होला। यो देखिरहेको चाहिँ मन्दिर थान हो होइन। यहाँ चाहिँ मेला लाग्छ वैशाख 7 गते कि 8 गते हो, मलाई जहाँसम्म लाग्छ 7 गतेतिर होला। यो ठाउँमा मेला लाग्छ। म आएछु भने तपाईँहरूलाई देखाउँछु। यहाँको मेला भव्य लाग्छ, यहाँ ठुलो मेला लाग्छ, पहिलेदेखिकै हो यो। दिन त एउटा पार्लेजी 25 को। त्यो एउटा चक्लेट हुन्छ नि अङ्कल, इमली जस्तो त्यो छ। इमली जस्तो यहाँ त छैन त्यो। यो बच्चाहरू पनि रहेछ नि यसको। कतिवटा बच्चा छ यसको? कहाँ गयो बच्चा दुईटा? पुरै दुब्लाइसकेको रहेछ नि यो। बच्चाले चाहिँ खाँदैन।